हामी लेडिजलाई पनि गाह्रो पो छ त, बोल्दा पनि जस छैन, नबोल्दा पनि जस। कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रोमा हाले पनि कुलिङको कुङलिङ भन्ने चाहिँ हाम्रो नेपालीमा एउटा उखान छ, त्यसै गरेर कतिपय मान्छेको आदतमा लागू पर्छ के। कुकुर भुक्दै गर्छ, हात्ती हिँड्दै गर्छ भन्दै हिँड्न चाहिँ नछोड्ने हो, जस्तो छु म त्यस्तै रहने हो, तिमीले गर्दा म चेन्ज हुने चाहिँ होइन बस। अनि त्यो सरी सरी म तिम्रो खुट्टा ढोक्छु, तिमीलाई बुइनी मान्छु भनेर त्यही जुङ्गा भएको मुखले भनेको होइन। साडी पेटीकोट लाएर हिँडौ, त्यत्रो सरी सरी भनिसकेर बुइनी मान्छु र म गोडा ढोक्छु, तिमी माफ गरिदेऊ भनेर कतिपल्ट भनेको थिएँ। त्यति भनेपछि आफ्नो वचनको पनि मान राख्नु नि आफै। त्यति भनेपछि त सके त चुपा लाएर बस्दा भएको थियो त। तर अहिलेको मेरो गुरुबाउहरू चाहिँ तिनीहरू नै हुन्, यहाँ बोल्ने बनाउने तिनीहरू नै हुन्। र अब यत्रो लम्बाइ चौडाइ के कुरा गर्नु, खास गरेर तिमीहरूलाई जो चाहिँ यो मेरो अनावश्यक कुराहरू लिएर चर्चा गरेर होइन एकअर्कामा कुरा गर्दै तिमीहरू गर्छौ नि, मलाई यो चाहिँ वार्निङ हो। तिमीहरू जस्तोलाई के तपाईँ हजुर पनि भन्नु, अलिकति मान मर्यादा हुँदैन मान्छेको, लाज पनि। मलाई यो भिडियो बनाउन कति गाह्रो पर्यो, कति लाज, मलाई कति अप्ठ्यारो भइरहेछ भनिदिएको छु। तिमीहरूको फोटोमा मेरोमा एक प्रुफ छ नि, तिमीले कहाँ के बोलेको छौ, कसो कसो भनेको छौ, कति कति कुरा चढाएर बढाएर भनेको छौ। तिमीहरूको फोटोमा छातीमा त्यो टाँसेर अनि तिमीहरू उताउतै चर्चा गरेर अनि कसको कता कता आगो लाग्छ। अर्काको इज्जतमा आगो लाउने काम नगर। तिमीहरूको बुढीहरूलाई चाहिँ म सम्झाउँछु, तिमीहरू चाहिँ कता कता के खोजी हिँड्छौ, कता कता कुरा दोचारिराखेछौ होइन। प्रथम कुरो साडी लाएर हिँडौ, तिमीलाई साडी चाहिन्छ भने भन, मेरोमा छ साडी। यो चाहिँ खास गरेर तिनीहरूको लागि हो है। आइन्दा फेरि मेरो चर्चा बित्थामा यसरी गरेको सुन्नु नपरोस् नि। म तिमीहरूको उमेर, तिमीहरूको कसैको घर छ के छ भन्ने कुरा म हेर्दिन नि। त्यतिखेर भनेको छु मैले, मसँग प्रुफ प्रमाणको साथमा मैले बसेको छु नि। बेसी चलाइ नराख नि। तिमीहरूको के बिगार्दैछु छु मैले? तिमीहरूको घरमा आएको छु कि तिमीहरूको बुढीलाई मैले केही भनेको छु कि? र कुरा यही हो, छुचुन्दरहरू आफ्नो लाइनमा। अरे मान्छे त गाउँ समाजको मान्छेहरू लाइनमा हिँड्दैछ भने पनि लाइनमा ल्याउने काम पो गर्नुपर्छ त, एउटा समाजमा बसेको मान्छे भएर त। लाइनमा हिँडिराखेको मान्छेलाई नाना भातीको कुरा गरेको छ, अनेक किसिम बोलेको छ अर्काको बुढीसँग, उनीहरूलाई अनकम्फर्टेबल हुन्छ। तिमीहरूलाई यो डोज चाहिँ काम गरोस् होइन। राधे राधे।